हेलो एभ्रिवान। ल अब हजुरहरूलाई मैले आज मोबाइलको स्ट्र्याप्स कसरी बनाउने भनेर सिकाउन जाँदैछु है त। यो चाहिँ धागो भयो मोबाइलको स्ट्र्याप्सको लागि। यसलाई हामीले लगभग 2 इन्चकोमा यसरी गाँठो पार्नेछौँ। हेर्नुहोस् है, एकदम सजिलो छ। यसरी गाँठो पार्नेछौँ। यो गाँठो टाइट भइसकेपछि हजुरले यो सानो पार्टलाई चाहिँ छोडिदिनुहोस्। अब ठुलो पार्टलाई चाहिँ अलिकति कति जतिको मोबाइल स्ट्र्याप्स बनाउनुहुन्छ त्यो अनुसारले चाहिँ घुमाएर काट्नु होला। अब यसको लागि चाहिँ हजुरले एउटा मोती हाल्नलाई अलिकति टाइम पनि लाग्छ हैन। त्यो भन्दा राम्रो हामीले चाहिँ एउटा सियो युज गर्ने गरेको छौं। हेर्नुस्, यसमा चाहिँ यो सियो चाहिँ बिचमा प्वाल परेको छ। यसमा मोती राख्नु भयो भने देखि एकदमै सजिलो हुन्छ। ल बनाउन सुरु गरौँ है। हामीले पहिला 5 वटा मोती लिएका छौं। यो 8 mm को हल्का मोती हो। अब यो एउटा भू राख्ने छौं। अब फेरि हामी 6 वटा मोती राख्ने छौं। साइज चाहिँ हजुरहरूले आफ्नो साइज अनुसार अलिकति लामो या छोटो पनि बनाउन सक्नुहुन्छ। मैले चाहिँ अहिले यो साइजमा बनाइराखेको छु। अब फेरि अर्को भू राख्ने छौं। अब फेरि यसको अर्को साइडबाट घुमाउनको लागि मोती राख्ने छौं। यसमा हामीले 11 वटा मोती लिएका छौं। अब यसपछि फेरि पालो आयो अर्को बोको। यो मेटेरियलहरु पनि हामी सँगै छ है। फेरि पिर नमानिकन हजुरहरूले ढुक्कले अर्डर गर्न सक्नुहुन्छ। अब लास्टमा चाहिँ हामीले 7 वटा मात्रै मोती राखेका छौं। यो मोतीको ठाउँमा हजुरहरूले अरु नै बिट्सहरु पनि राख्न सक्नुहुन्छ र साइज पनि अरु नै राखेर बनाउन पनि सक्नुहुन्छ। अब लास्टमा आएर चाहिँ हामीले जुन फर्स्टमा छिराएको मोती थियौं यसकैबाट चाहिँ यो अर्को पार्टको धागो निकाल्ने छौं। ल हेर्नुस् है, यति भयो। अब यति भइसकेपछि चाहिँ यो सियोलाई झिक्दिनुहोस् र हजुरहरूले यसलाई मज्जाले कसिदिनुहोस्। यो कस्ताखेरिमा चाहिँ नफुस्किने गरेर गर्नु होला। फेरि अलि छिटै फुस्किन सक्छ। मज्जाले टाइट पारेर कस्दिनु होला। हेर्नुस् त। अब यसको तलपट्टि काट्दिनुहोस् लाइटर। र लास्टमा यो जुन अलिकति धागो बाँकी रहेको छ यसलाई चाहिँ हल्का पोल्दिनुहोस्। धेरै धागो राख्नुभयो भने कालो देखिन्छ है। त्यही भएर फिनिशिङ राम्रो गर्नको लागि यसरी मज्जाले थिच्दै हाल्नुहोस् अर्को धागोमा, अनि राम्रो देखिन्छ। ल हेर्नुस् त, बन्यो कि बनेन राम्रो मोबाइल स्ट्र्याप्स। ल हजुरहरूलाई पनि रहर छ भने चाहिँ छिट्टो सामान अर्डर गर्नु होला। थ्यांक यू सो मच।